भिडियो सुरु गर्नुभन्दा पहिले नेपाली राजनीतिका 3 प्रसिद्ध व्यक्तिहरूले आफू उचाइमा पुग्दाखेरि गरेका 3 भाइरल भाषणहरू हेर्नुहोस्। छोट में एगो बात अंतिम में कहे चाहे छी आई एगो मधेसिया छौड़ा प्रधानमंत्री बनेला है वैला वैला आई एगो मधेसिया पीएम बने वाला है वैला घंटी में वोट नहीं रहे के सही लोग आवे वाला है वैला घंटी में वोट रहे के सही समय आवे वाला है वैला घंटी में वोट रहे के सही सरकार आवे वाला है वैला घंटी में वोट रहे के। अहिले हामी वार्ताको जो चरणमा प्रवेश गर्दैछौँ र नयाँ नेपाल निर्माणको जो मार्गचित्र हामी कोर्दैछौँ, मलाई लाग्छ त्यसले यो देशलाई, किनकि हामी प्रतिभाको कमीले कमजोर छैनौँ, हाम्रो देश साधन स्रोतको दृष्टिकोणले गरिब छैन, हाम्रो जनता मेहनत र कठिनाइको सामना गर्ने कुरामा कमजोर छैनन्। हामी कहाँ कमजोर भएको राजनैतिक इच्छा शक्ति, सही योजना र त्यो योजना कार्यान्वयनको निम्ति दृढ प्रतिबद्धता र सङ्कल्प। किनकि हाम्रो नेतृत्व जहिले पनि सयौं वर्षदेखि सामन्तहरू, राजा महाराजाहरू जसले जनतालाई जहिले पनि रैतीको रूपमा दास। बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन, कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। अब नेपाली खल्तीमा ठ्याम्मै पैसा नभएको त हुँदै हुँदैन। कमाउन पाएन भने त अलिकति भए पनि सरकारले खल्तीमा हालिदिन्छ। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झन्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। नमस्ते साथीहरू, चुनाव नजिकिँदैछ। यो सँगै नेपाली जनताहरूमा आउँदो चुनावमा कसलाई भोट दिने र कसलाई जिताउने भनेर कन्फ्युजन पैदा भएको छ। नयाँ नेता भनिरहेका छन् हामी पुरानो जस्तो छैनौं, हामी अलि फरक छौं, तर फरक केमा छन् भनेर स्पष्ट पारिरहेका छैनन्। पुराना नेताहरूलाई विश्वास गरौं भने बारम्बार सरकार परिवर्तन, सत्ताको राजनीतिले नेपाली जनताहरू थकित छन्। नेपाली जनताहरूले 2064 सालमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास गर्दा के भयो? जसरी आज अब की बार बालेन सरकार भनेर नारा गुन्जिरहेको छ, त्यतिखेर जननायक प्रचण्ड, जनवादी नेता प्रचण्ड भनेर घर घरमा नारा गुन्जिन्थ्यो। तर परिणाम के भयो? 2074 सालमा केपी शर्मा ओलीलाई विश्वास गरे नेपाली जनताले, तर परिणाम के भयो? केवल कुर्सीको राजनीति र राजनीतिको अस्थिरता मात्रै। आउँदो चुनावमा साँच्चीकै नयाँ अनुहारहरूलाई विश्वास गर्यो भने यिनीहरूले के नेपाली जनताहरूलाई भनेका वाचा अनुसार परिवर्तन देखाउलान्? नेपाली जनताहरूले देखिसकेका छन्, न केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा पूरा भयो, न पुष्पकमल दाहाल प्रचण्डको 10 वर्षमा नेपाललाई सिंगापुर जस्तो बनाउने बाचा पूरा भयो। त्यसैले आउँदो चुनाव 2022 साल वास्तवमै समाधानको अवसर हो। तर यसमा एउटा प्रश्न छ, नयाँ नेता र नयाँ अनुहारहरूको अवसरवाद। त्यसैले मैले यसलाई राष्ट्रिय संकटको संज्ञा दिएको हुँ। राष्ट्रिय संकट भन्नाले युद्ध, भूकम्प या महामारी मात्र भन्ने बुझिँदैन। राजनीतिक विज्ञानमा राष्ट्रिय संकट भन्नाले संस्थाहरू कमजोर हुनु, राजनीतिको नीति अस्थिर हुनु, नेतृत्वप्रतिको विश्वास हराउनु, भविष्यप्रति निराशा हुनु, यी सबै राष्ट्रिय संकट हुन्। आज नेपालमा स्पष्ट देखिन्छ नेपाल गरिब किन रह्यो। जनशक्ति हुँदा हुँदै पनि, भूगोल राम्रो ठाउँमा हुँदा हुँदै पनि, छिमेकी 2 देशहरू खुला बजार हुँदा हुँदै पनि नेपाल आज गरिब रह्यो केवल एउटै कारणले, त्यो हो राजनीतिक अस्थिरता। न नीति दीर्घकालीन बने, न निर्णयहरू दीर्घकालीन बने। पहिलो पार्टमा हामी कुरा गरौं पुराना नेताहरूको अवसरवादको बारेमा।
पुराना नेताहरूले 30 वर्षभन्दा बढी समय शासन गरे। यो समयमा कयौं पटक सरकार परिवर्तन गरे। चुनाव आउँदा जनतालाई सम्झिने, चुनाव जितिसकेपछि गठबन्धन र सरकारको राजनीति गर्ने असफलता भयो भने समयलाई दोष दिने, यसैलाई अवसरवाद भनिन्छ। दार्शनिक अरस्तुले भनेका थिए, जब कानून कमजोर हुन्छ त्यहाँ शक्ति नै नैतिकता बन्छ। नेपालमा कानून कमजोर भयो, त्यसैले नेताहरूको मनमानी चल्यो, भ्रष्टाचार उच्च बिन्दुमा पुग्यो र नेपाली जनताहरूले आज यो देख्नु पर्यो। नयाँ अनुहार र नयाँ पार्टीहरू त हजारौं खोलिए। आजकल सबै सेलिब्रिटीहरू, सबै इन्फ्लुएन्सरहरू, सबै टिकटकहरू राजनीतिज्ञ र नेता भएका छन्। तर नयाँ पार्टीहरू, नयाँ अनुहारहरू र नयाँ भाषण भयो भन्दैमा योग्यता पनि नयाँ छ र परिवर्तन आउँछ भन्न सकिँदैन। यिनीहरूमा न कुनै संस्थागत संरचना छ, न दीर्घकालीन नीति छ, न राजनीतिक अनुभव छ, न आन्तरिक आलोचना सहन सक्ने क्षमता छ। त्यसैले अहिले नेपाली जनताले भोगिरहेको परिवर्तन होइन, एउटा केवल प्रयोग मात्रै हो। पुराना नेताहरूले केही गर्न सकेनन्, नयाँ नेताहरू आयो भने केही परिवर्तन हुन्छ कि भन्ने एउटा आशा मात्रै हो। आजको नेपालको जस्तै अवस्था कुनै दिन श्रीलङ्का, ल्याटिन अमेरिका र स्पेनमा आएको थियो। नयाँ अनुहार र अनुभव बिनाको राजनीतिज्ञले देशलाई झन ठूलो आर्थिक संकटमा पारे, झन ठूलो राजनीतिक अस्थिरतामा पारे। आज नेपाली जनताहरूले यस्तो समय देखिरहेका छन् जहाँ राजनीतिको नीति र बहस भन्दा बढी सामाजिक सञ्जालका छोटा क्लिप र रिलहरू भाइरल भइरहेका छन्। आज राजनीतिको नीति भन्दा बढी सामाजिक सञ्जालको एल्गोरिदम दौडिरहेको छ। तर वास्तवमा राजनीति रिल होइन, राजनीति रिजल्ट हो। एल्गोरिदमले केवल भावना बढाउँछ, कुनै समाधान दिँदैन। अब हामी अवसरवाद भनेको के हो भन्ने कुरा बुझौं। अवसरवाद भनेको सही थाहा हुँदाहुँदै चुप बस्नु, सिद्धान्त भन्दा बढी लाभ रोज्नु, दीर्घकालीन क्षतिलाई छोटो समयको फाइदाले टार्नुलाई भनिन्छ। प्रसिद्ध राजनीतिज्ञ लेनिनले भनेका थिए, अवसरवादले क्रान्तिलाई बाहिरबाट होइन भित्रबाट मार्छ भनेर। आज नेपालमा पनि यही अवस्था आएको छ। परिवर्तन र राजनीति वास्तवमा भित्रबाट नै कमजोर भएको छ। चुनावमा भोट हाल्नुभन्दा पहिले हामीले यो कुरा बुझ्नुपर्छ कि पुरानो भयो भन्दैमा, अनुभवी भयो भन्दैमा देशलाई सही दिशामा लगेर जान्छ भन्ने पनि हुँदैन, र नयाँ भयो भन्दैमा परिवर्तनकारी छ र देशलाई नयाँ बाटो देखाउँछ भन्ने पनि हुँदैन। त्यसैले आउँदो चुनाव यो कुनै दलको परीक्षा होइन, यो नेपाली जनताको विवेकको परीक्षा हो। नेपाली जनताको अवसरवादलाई भित्रबाट चिन्न सक्ने क्षमताको परीक्षा हो। त्यसैले हामीले कुनै प्रश्न नगरी, कुनै नीति नसोधी, स्पष्ट धारणा नसोधी, डर या लोभका कारण पुराना नेताहरू रोज्यौं भने र आशाका कारण नयाँ नेताहरू रोज्यौं भने हामीले पहिले देखेको अस्थिर राजनीति फेरि देख्न सक्छौं। नेपाल अहिलेसम्म अवसरवादी राजनीतिज्ञहरूले बन्धक बनाएको देश हो। त्यसैले निर्वाचन 2082 साल आम नेपाली जनताहरूले परिवर्तन र राजनीतिक सुरुवात गर्ने समयको परीक्षा हो। निर्णय तपाईको हातमा छ। यति भन्दै आजको भिडियो यही टुङ्ग्याउँछु। भिडियो राम्रो लागे लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।